आजको भिडियोमा हामी शेयर बजारमा धेरै चर्चित र उपयोगी क्यान्डलस्टिक प्याटर्न ह्यामर क्यान्डलस्टिकको बारेमा बुझ्नेछौँ। यदि तपाईँ चार्ट हेरेर ट्रेड गर्नुहुन्छ भने ह्यामर क्यान्डलको अर्थ बुझ्नु धेरै महत्त्वपूर्ण हुन्छ, किनकि यसले बजारमा सम्भावित रिभर्सलको सङ्केत दिन सक्छ। सबैभन्दा पहिले बुझौँ ह्यामर क्यान्डलस्टिक के हो। ह्यामर क्यान्डल सामान्यतया बजार लगातार तल झरेको अवस्थामा देखिन्छ। जब कुनै शेयरको मूल्य केही समयदेखि घटिरहेको हुन्छ, त्यही समयमा चार्टमा ह्यामर क्यान्डल बनेको देख्न सकिन्छ। यसलाई ह्यामर भनिनुको कारण यसको आकार हो। यसको माथिल्लो भागमा सानो शरीर हुन्छ र तलतिर लामो छाया हुन्छ। शरीर हरियो वा रातो दुवै हुन सक्छ, तर हरियो ह्यामरलाई धेरै बलियो सङ्केत मानिन्छ। अब हामी ह्यामर क्यान्डलस्टिक किन बन्छ यसको साइकोलोजी बुझ्ने कोसिस गर्नेछौँ। ह्यामर क्यान्डलस्टिक सामान्यतया डाउन ट्रेन्ड पछि देखिन्छ। यो चार्टमा सेलर्सले सेलिङ प्रेसर दिएर बजार लगातार घटिरहेको छ र सेलर्स पूर्ण रूपमा हावी देखिन्छ। उनीहरूले प्राइसलाई अझ तल धकेल्छन्। जब बजार धेरै घटेर तल्लो बिन्दुमा आउँछ, तब प्राइस धेरै तल आएको देखेर बयर्सलाई त्यो मूल्य आकर्षक लागेर उनीहरू आक्रामक रूपमा खरिद गर्न थाल्छन्। फलस्वरूप धेरै तल पुगेको प्राइस फेरि माथि फर्किन्छ र ह्यामर क्यान्डलस्टिक बन्छ। ह्यामरको लामो तल्लो विकले सेलर्सको असफल प्रयास देखाउँछ, जबकि सानो बडीले बयर्सले बजारमा आफ्नो उपस्थिति देखाउन थालेको सङ्केत दिन्छ। यसैले ह्यामर क्यान्डलस्टिकलाई सम्भावित बुलिस रिभर्सलको सङ्केत मानिन्छ। ह्यामर क्यान्डलस्टिक मात्र देखेर ट्रेड गर्नु हुँदैन। अर्को क्यान्डलले कन्फर्मेसन दिएपछि मात्र एन्ट्री लिनु राम्रो मानिन्छ। अर्को एक्जाम्पल हेरौँ। यो चार्टमा सुरुवातमा मूल्य लगातार घटिरहेको थियो। सेलर्स अर्थात् विक्रेताहरूले बजारलाई तल धकेलिरहेका थिए, त्यसैले लगातार रातो क्यान्डलहरू बनेका छन्। तर जब प्राइस 200 मुभिङ एभरेज अर्थात् बलियो सपोर्ट जोन नजिक पुग्यो, त्यहाँ एउटा ह्यामर क्यान्डलस्टिक बन्यो। अब प्रश्न उठ्छ, ह्यामर किन बन्यो? यस दिन सुरुवातमा सेलर्स फेरि सक्रिय भए र मूल्यलाई निकै तलसम्म झारे। ह्यामरको लामो तल्लो स्याडोले यही कुरा देखाउँछ। तर सपोर्ट क्षेत्रमा बयर्स प्रवेश गरे। उनीहरूले त्यो सस्तो मूल्यमा खरिद गर्न थाले। परिणामस्वरूप दिनको अन्त्यसम्म प्राइस फेरि माथि फर्कियो र क्यान्डलको बडी माथिल्लो भागमा बन्द भयो। यसको अर्थ के हो? यसले देखाउँछ कि सेलर्सले बजार नियन्त्रण गर्न खोजे, तर अन्तिम समयमा बयर्सले नियन्त्रण आफ्नो हातमा लिए। अर्को महत्त्वपूर्ण कुरा, ह्यामर बनेको दिन भोल्युम पनि बढी देखिएको छ। उच्च भोल्युमले बयर्सको सहभागिता बलियो रहेको सङ्केत दिन्छ, जसले रिभर्सलको सम्भावना अझ बढाउँछ। ह्यामर पछि प्राइस लगातार माथि बढेको छ। 50 मुभिङ एभरेजलाई सपोर्टको रूपमा प्रयोग गर्दै अपट्रेन्ड जारी राखेको देखिन्छ। निष्कर्ष, ह्यामर क्यान्डलस्टिक तब सबैभन्दा शक्तिशाली मानिन्छ जब स्ट्रङ सपोर्टमा बन्छ, 200 एमए जस्ता महत्त्वपूर्ण स्तर नजिक बन्छ, भोल्युम बढी हुन्छ, त्यसपछि बुलिस कन्फर्मेसन क्यान्डल प्राप्त हुन्छ। यस्तो अवस्थामा ह्यामरले सम्भावित बुलिस रिभर्सलको सङ्केत दिन सक्छ। अर्को एक्जाम्पल हेरौँ। चार्ट हेर्दा सुरुमा बजार स्पष्ट डाउन ट्रेन्डमा रहेको देखिन्छ। लगातार रातो क्यान्डलहरू बनेका छन् र सेलर्सले बजारलाई नियन्त्रण गरिरहेका छन्। तर जब प्राइस सपोर्ट एरियामा पुग्छ, त्यहाँ एउटा ह्यामर क्यान्डल बन्छ। यस दिन बजार खुलेपछि सेलर्सले मूल्यलाई अझ तल धकेल्ने प्रयास गरेको छ। त्यसैले ह्यामरको लोङ लोअर विक बनेको हो। यसले दिनभरि सेलिङ प्रेसर निकै बलियो रहेको सङ्केत गर्छ। तर सपोर्ट एरियामा बयर्स सक्रिय भए र उनीहरूले त्यो सस्तो मूल्यमा खरिद गर्न थाले, जसका कारण प्राइस फेरि माथि फर्कियो र क्यान्डलको क्लोजिङ प्राइस ओपनिङ प्राइस माथि बन्द भयो। यसले देखाउँछ कि सेलर्सले बजारलाई तल लैजान खोजे, तर अन्तिममा बयर्सले नियन्त्रण आफ्नो हातमा लिए। अर्को महत्त्वपूर्ण कुरा, ह्यामर बनेको दिन भोल्युम पनि धेरै उच्च छ। हाई भोल्युमले धेरै मार्केट पार्टिसिपेन्ट्सले यस क्षेत्रमा खरिद गरेको सङ्केत दिन्छ। त्यसैले ह्यामरको सिग्नल अझ विश्वसनीय बन्छ। ह्यामर बनेपछि अर्को केही दिनमा बुलिस क्यान्डल्स बनेका छन् र प्राइस माथितिर बढ्न थालेको छ। पछि 20 मुभिङ एभरेज र 50 मुभिङ एभरेजमाथि ब्रेकआउट गर्दै बजार अपट्रेन्डमा प्रवेश गरेको देखिन्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद।